हेलो साथीहरु, वेलकम टु आवर च्यानल। आज चाहिँ हामी नेपालीमा कखरा अ आ इ पढ्दै छौं। साराले, सियानाले र मैले। नेपाली एकदम हाम्रो मातृभाषा भएकोले जुन देशमा जन्मे पनि आफ्नो बच्चा-बच्चीहरुलाई नेपाली सिकाउनु पर्छ भन्ने उद्देश्यले मैले कखरा र अ आ इ पढाउन लागेको छु ताकि यिनीहरुलाई नेपाली बोल्नलाई सजिलो होस् भोलिका दिनहरुमा भनेर। र अब हामी सुरु गर्दै छौं अ आ इ अनि त्यसपछि कखरा व्यञ्जन वर्ण र स्वर वर्ण। हो कि हैन सारा? हो कि हैन सियाना पुन्टु? हो भन का पुन्टु? ओए यिनी त स्ट्याचु भइछन्। तिमी स्ट्याचु हो र? अनार अ, आमा आ, आमा आ, इनर इ, इनार इ, ईश्वर इ, ईश्वर इ, उहु उ, उखु उ, उना उ, उना उ, ऋषि रि, ऋषि रि, एकतारे ए, एकतारे ए, ऐना ए, ऐना ए, ओखर ओ, ओखर ओ, औषधि अ, औषधि औ, अंगुर अ, अंगुर अम, अह भन भयो। अब त्यस पछाडि हामीले यता पढ्दैछौँ। अब व्यञ्जन वर्ण आउँछ। कमला क, कमला क, खरायो ख, खरायो ख, गमला ग, गमला ग, गरस्त घ, घर जस्तो ग, नङस्त न, नङ जस्तो न, चरहस्त ह, चरी चुच्चे च, छाते छ, छाते छ, जरायो ज, जरायो ज, झन्डा ज, झन्डा ज। अब अघि यहाँ के भने? गोरुसिङे य, गोरुसिङे यहाँ, टमाटर ट, टमाटर ट, ठेकी ठ, ठेकी ठ। ठेकी कस्तो हुन्छ अरे? गुई 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 गर्ने। ठेकी बनाउन हुन्छ ल अब यहाँ यता यो हामी डमरू ढ, डमरू ढ, ढकी ढ, ढकी ढ, माडको ढ, माडकण, तराजु त, तराजु त, थपरी थ, थपडी थ, अनि दमकल ध, दमकल ध, धनुष ध, धनुष ध। धनुष ध भनिसकेँ मैले त। नरियल न, नरियल न, अनि परेवा प, परेवा प, अनि फलफुल फ, फलफुल फ, बस ब, बस ब, भकुण्डो भ, भकुण्डो भ, यज्ञ ए। ओके ल फेरि यता फर्के मैले अनि मकै म, मकै म, यज्ञ ए, रथ र, रथ र, पैसाको काम हो यता आइसक्यो। अनि लसुन ल, लसुन ल, ओकिल ओ, ओकिल ओ, शङ्ख स, शङ्ख छ, सटकुर छ, सतकोट छ, सर्प छ, सर्प छ, हरिण ह, हरिण ह, छेत्री छे, छेत्री छे, अनि त्रिशूत्र, त्रिशूत्र, ज्ञानी के, ज्ञानी ज्ञा। सकियो आजलाई। कलर ए कलर पनि भनियो। अनि आउँछ तिमीलाई? हो र यहाँ छ कलर चिनिया ल या रेड, रेड, ग्रीन, येलो। अनि नेपालीमा नि भन्नु पर्यो नि त। आफ्टर इंग्लिश रेड, रेड, येलो, येलो, ग्रीन, ग्रीन, ग्रे, ग्रे, ऑरेंज, ऑरेंज, ग्रे, ब्राउन, 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 पर्पल, पर्पल, पिंक, पिंक, ब्लू, ब्लू, ब्लैक, ब्लैक, व्हाइट, व्हाइट, ब्लू, स्काई ब्लू, स्काई ब्लू। अब नेपालीमा रातो, रातो, नीलो, पहेँलो, पहिलो, हरियो, हरियो, खैरो, खैरो, सुन्तले, कैलो, कैलो, प्याजी, प्याजी, गुलाबी, गुलाबी, नीलो, नीलो, कालो, सेतो, सेतो, आकाशे नीलो, आकाशे नीलो, आकाशे नीलो। आजलाई यति नै। हस्त साथीहरू, आज हामीले नेपाली पढेका छौँ। यस्तै यस्तै रमाइला हाम्रो नेपाली पढेको भिडियोहरू हेर्न मन छ र हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला र
हामीले नेपाली पढेको कस्तो भयो तपाईँले कमेन्ट गर्न भन्न सक्नुहुन्छ। लाइक र बाबा। सेयर पनि गर्नुहोला। हस् त, Okay. धन्यवाद।